सुरुवातमा रिलेसन कति सुन्दर लाग्छ है। बिहानको पहिलो गुड मर्निङदेखि रातको अन्तिम गुड नाइटसम्म हरेक शब्द एकअर्काकै लागि हुन्छ। साना साना कुराहरू पनि कति इम्पोर्टेन्ट लाग्छन् र हरेक प्रब्लममा सँगै हुनुपर्छ जस्तो लाग्छ। केही बेर कुरा नहुँदा मनमा यति छटपटी हुन्छ मानव संसारै रोकिए जस्तो। तर बिस्तारै जति समय बित्दै जान्छ म्यासेज र कलहरू बिस्तारै कम हुँदै जान्छन्। फोन पछि गरौँला भन्दै टारिन थालिन्छ अनि बिजी छु भन्ने जवाफ सबैभन्दा सजिलो बहाना बन्न पुग्छ। जुन केयर र माया कुनै बेला एकअर्कालाई अत्था गरिन्थ्यो त्यो बिस्तारै छोड्दै गइन्छ अनि सँगै भएर पनि एक्लोपन महसुस हुन थाल्छ। सबैभन्दा बढी त त्यो साइलेन्सले चसक्क घोष जुन कुनै बेला कति प्यारो लाग्ने गर्थ्यो। न त कुनै ठुलो झगडा हुन्छ न त कुनै ठुलो कारण नै, बस एकअर्का प्रतिको चासो बिस्तारै हराउँदै जान्छ अनि अन्त्यमा बल्ल बुझिन्छ माया कहिले आफै सकिँदैन रहेछ, मात्र त्यसलाई निभाउने कोसिस चाहिँ बिस्तारै कम हुँदै जाँदो रहेछ।